नमस्कार साथीहरू, तपाईहरुलाई हामी स्वागत गर्छौं प्रोजेक्ट डिजिटल उडानमा। र आज हामी आइपुगेका छौं सौराहाको बछौली, जहाँ गोकर्ण खनालजीले विगत 6 वर्षदेखि मह पालन गरेर एउटा युनिक प्रकारको शुद्ध खालको मह बजारलाई पुर्याइरहनु भएको छ। आज हामी उहाँको कहानीको बारेमा जान्छौं र उहाँको प्रोडक्टहरु र यसले हाम्रो स्वास्थ्यमा कसरी फाइदा पुर्याउँछ र यसको सेवन गरेर तपाईको स्वास्थ्यलाई के फाइदा हुन्छ भन्ने बारेमा कुरा गर्छौं। र आज हामी सबैभन्दा प्रमुख रूपमा मह र मह पालनको बारेमा जान्छौं। गोकर्णजी, तपाईलाई प्रोजेक्ट डिजिटल उडानमा स्वागत छ। धन्यवाद। म गोकर्ण खनाल, मौरी पालक किसान। मेरो मौरी फार्म चाहिँ हिमाली मौरी उत्पादन केन्द्र अथवा हिमाली मह हामीले उत्पादन गर्छौँ। विगत 6 वर्षदेखि चाहिँ म यो मौरी किसानमा चाहिँ काम गर्दै आएको छु। र यो मौरी पाल्नाले मह मात्रै होइन अथवा महको उत्पादन मात्रै होइन, विभिन्न वातावरणीय सन्तुलन पनि प्रकृतिमा यो मौरीले मिलाउने हुनाले हामीहरूले चाहिँ यो मौरी पालन सुरु गरेका हौँ। हजुर, यो चितवनको जस्तै यो बछौली भन्ने ठाउँ छ, यहाँ चाहिँ मेन यो मौरी पालनको लागि फेमस छ नि त। अनि यहाँको यो स्थिति कस्तो छ, कति मान्छेले यो गरिरहेका छन् र यसले यो गाउँमा चाहिँ कतिको प्रभाव पारिरहेको छ? हजुर, यो रनपा 6 रत्ननगर नगरपालिका वार्ड नम्बर 6 मा अहिले हामी छौँ। र यो नितान्त रमणीय पर्यटकीय रमणीय क्षेत्र अन्तर्गत पनि यो पर्छ र यसको चाहिँ समीपमा हामी अहिले चाहिँ गफ गरिराखेका छौँ। विशेष गरेर हामी चाहिँ यो मौरी पालक किसानहरू र अरू किसानहरू र टुरिज्म यो सबैलाई जोड्ने र एक ठाउँमा ल्याएर वातावरण सन्तुलन कायम गर्ने भनेर हामी मौरी पालक किसानहरू यहाँ चाहिँ मौरी पालिराखेका छौँ। र हामी 7 जना चाहिँ 7 फ्यामिली चाहिँ यो वार्डमा चाहिँ मौरी पालिराखेका छौँ। यस चौरामा चाहिँ अन्तभन्दा यहाँका किसानहरू निकै चाहिँ यो मौरी पालनबाट प्रफुल्लित हुनुहुन्छ। मौरी पालक किसान मात्रै नभएर अरू धान बाली, अन्न बाली, तेलन बाली, दलहन बाली यो सबै किसानहरू चाहिँ मौरी पालकहरूसँग चाहिँ अत्यन्तै खुसी हुनुहुन्छ र उहाँहरूलाई चाहिँ स्वागत सधैँ चाहिँ स्वागत गर्न चाहनुहुन्छ। हजुर, अनि त्यसपछि हजुरलाई जस्तै अब मौरी पालन गर्ने यो आइडिया जुन छ लगभग 6 वर्ष पहिलादेखि सुरु गर्नुभयो, अनि त्यो सुरु गरेपछि अहिलेसम्म चाहिँ हजुरको यात्रा कस्तो रहेको छ त यो मौरी पालनको? हजुर, 6 वर्ष अगाडिदेखि चाहिँ मैले मौरी पाल्न थालेँ। तथापि हाम्रो घर परिवारमा 2043-44 सालतिर नै मौरी पालन पेसा नभएर एउटा चाहिँ यो रमाइलो को लागि चाहिँ मौरी पालेका थियौँ। र तथापि यो बिचमा चाहिँ हाम्रो परिवारले यो पालेन र पछि चाहिँ मैले विगत 6 वर्षदेखि चाहिँ यो पेसा चाहिँ राम्रै हुन्छ भनेर चाहिँ अघि ल्याउँदै आएको। विशेष गरेर मह उत्पादन मात्रै नभएर यो पेसाले चाहिँ हामी प्रकृतिमा काम गर्ने चाहिँ नेचर गाइड पनि म हो। र यसले चाहिँ प्रकृतिमा सबैभन्दा राम्रो चाहिँ कन्जर्भेसनको भूमिका चाहिँ मौरीले गर्ने हुनाले र मानव सभ्यतालाई पोलिनेटर यो चाहिँ काम गर्ने हुनाले पनि मैले चाहिँ मौरी पाल्न सुरु गरेको। हजुर, अब हामी चाहिँ हजुरले बेच्ने विभिन्न प्रडक्टहरूको बारेमा कुरा गरौँ, अनि यसले चाहिँ कसरी हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ होइन, कतिको फलदायी हुन्छ भन्ने कुरा गरौँ। अनि यो मह चाहिँ हाम्रो दर्शकहरूलाई भनौँ, यो चाहिँ एकदमै 100% ओरिजिनल गाउँमै उत्पादित भएको एकदम 100% ओरिजिनल मह हो। आउनुहोस्, अब हामीले विभिन्न प्रकारका महहरूको बारेमा केही नयाँ कुरा जानौँ। गोकर्णजी, हजुरले चाहिँ कति प्रकारको महहरू चाहिँ यहाँ कति प्रकारको मह हुन्छ त्यो चाहिँ हाम्रो दर्शकहरूलाई बताइदिनुहोस्। हजुर, मह चाहिँ विभिन्न किसिमको हुन्छ भनिन्छ। जुन फुलबाट चाहिँ मौरीले रस लिएर आउँछ त्यही फुलको चाहिँ मह बन्छ भन्ने चाहिँ
कथन छ र बन्छ पनि। एउटा सिजनमा एउटा अथवा चाहिँ त्यसको पेरिफेरीमा अरू थोरै फुलहरू फुल्छ, त्यस कारणले जुन फुलबाट चाहिँ मह लिएर आउँछ त्यो महको नाम चाहिँ त्यसको नामाकरण गरिन्छ। मसँग चाहिँ 4 किसिमको मह छ, उत्पादन गर्छु, तथापि यहाँ चाहिँ मसँग 3 किसिमको मह छ। 3 किसिमको महमा म तपाईँहरूलाई देखाउँछु। पहिलो यो चाहिँ रुदिलोको मह म उत्पादन गर्छु। यो रुदिलोको मह चाहिँ औषधिजन्य चाहिँ मह भनिन्छ नेपालमा, र रुदिलोको फुल चाहिँ बोट बिरुवा चाहिँ यस्तो हुन्छ। अब यो चाहिँ ग्रीष्म ऋतुमा फुल्छ र चैत वैशाखतिर चाहिँ यसको मह चाहिँ निकालिन्छ। यो चाहिँ निकै प्रख्यात छ नेपालमा औषधि प्रयोगको लागि है। अब अर्को मसँग तोरीको मह छ, म तोरीको मह उत्पादन गर्छु। तोरीको महको सिजन चाहिँ अहिले मङ्सिर पुसमा हो र यो चाहिँ धेरैभन्दा धेरै चाहिँ नेपाली मौरी पालक किसानहरूले चाहिँ उत्पादन गर्नुहुन्छ र मैले पनि चाहिँ उत्पादन गरेको छु। यो चाहिँ सबभन्दा बढी चाहिँ उत्पादन हुने मह हो यसमा। अब अर्को हुन्छ चिउरीको मह। अहिले चाहिँ माघ फागुनमा चाहिँ यो चिउरीको मह चिउरी फुल्छ र यसबाट चाहिँ निकालिएको चाहिँ जुन ल्याएको चाहिँ जुन रस हो यो चाहिँ महमा परिणत गर्नेलाई चिउरीको मह भनिन्छ। अहिले मेरो सबै मौरीहरू चाहिँ चिउरीमा चाहिँ माइग्रेसन गरेर राखेको छु र यो मह चाहिँ धेरै गुलियो पनि हुँदैन र धेरै कम गुलियो पनि हुँदैन। यो चाहिँ स्मुथ अथवा नरम खालको हुन्छ र मानिसहरू चाहिँ यो मह पारखीहरू चाहिँ यसलाई धेरै नै मन पराउनुहुन्छ है। महको प्रकार यति नै हो र मौरीबाट विभिन्न अरू मौरीजन्य वस्तुहरू पनि उत्पादन हुन्छ। यसमा चाहिँ रोयल जेली भनिन्छ जुन मसँग अहिले यहाँ छैन। रोयल जेली चाहिँ विश्वको सबैभन्दा महँगो खानामा गनिन्छ। र त्यसपछि अर्को उत्पादन हुन्छ यो चाहिँ यो प्रोपोलिस भनिन्छ। यो चाहिँ मौरीले विभिन्न बोट बिरुवाको चाहिँ फुल्नुभन्दा पहिला यो चाहिँ च्याप लाग्ने चाहिँ यो रोजन भन्छ। रोजन जम्मा पारेर चाहिँ मौरीले आफ्नो घारलाई चाहिँ यो शत्रुबाट बचाउनको लागि अर्थात् आफ्नो बच्चालाई चाहिँ नष्ट गर्ने विभिन्न भाइरसहरूलाई चाहिँ बचाउनको लागि चाहिँ यो रोजन यो प्रोपोलिस प्रयोग गर्छ र त्यसैलाई अध्ययन गरेर हामी मानिसहरूलाई पनि यो रोग निवारणको लागि चाहिँ यो प्रोपोलिसबाट चाहिँ एक किसिमको चाहिँ क्लिनिकल औषधि बन्छ। अनि त्यसपछि अर्को वस्तु उत्पादन हुन्छ यो चाहिँ बी ब्रेड भनिन्छ। मौरीले चाहिँ पोलनबाट पोलन उत्पादन गर्छ र किसानहरूले पोलन चाहिँ हार्भेस्ट गरेर रोयल जेली पोलन मह मिसाएर चाहिँ यो बी ब्रेड चाहिँ मौरी किसानहरूले चाहिँ बजारमा चाहिँ ल्याउनु भएको छ र यो चाहिँ निकै पौष्टिक आहार हो हामीहरूले खानको लागि चाहिँ। यिनै वस्तुहरू चाहिँ मौरीबाट चाहिँ हामीले उत्पादन गर्न सक्छौँ। हजुर, अनि यो मौरी पालनले चाहिँ हजुरहरूको दैनिक जीवन र यो जीविकोपार्जनमा चाहिँ कसरी आर्थिक र अरू रूपमा नि कसरी सहयोग पुर्याइरहेको छ? हो, हामी चाहिँ मौरी पालकबाट चाहिँ मौरी पालनबाट हामीले आफ्नो दैनिकी जीवनयापन गर्दैछौँ अहिलेसम्म। यो चाहिँ हाम्रो देश प्रकृति रूपमा पनि धनी देश मानिन्छ र विभिन्न चाहिँ बोट बिरुवाहरूबाट चाहिँ मौरीले रस लिएर आउँछ र त्यसको चाहिँ हार्भेस्ट अथवा त्यसलाई सङ्कलन गरेर हामीले यसलाई चाहिँ बजारमा लिएर जान्छौँ र त्यसबाट प्रशस्त आय आर्जन चाहिँ हामीले गरिआएका छौँ। यसले चाहिँ के गर्छ भन्दा देशमा हाम्रो घर परिवार त चलेकै छ तर देशमा अर्थतन्त्रमा चाहिँ टेवा दिने चाहिँ माध्यम यो बनेको छ है। र तपाईँले चाहिँ आफ्नो ग्राहकहरूलाई अथवा हाम्रो दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? मह पारखी दर्शकहरूलाई म चाहिँ के भन्न चाहन्छु भने बजारमा विभिन्न किसिमको मिश्रित मह पनि आउन सक्छ। त्यसकारणले यहाँहरू सिधै किसानको घरमा गएर चाहिँ मह सेवन गर्नको लागि चाहिँ मह लिनु होला अथवा भन्न चाहन्छु।
र सिधै किसानको घरमा गएर चाहिँ मह लिँदाखेरि मह मिश्रण जुन हुन्छ त्यो चाहिँ हुँदैन। त्यस कारणले यहाँहरू सबैलाई म चाहिँ हिमाली मह प्रयोग गर्न चाहिँ अनुरोध गर्दछु। धन्यवाद। र यति हाम्रो हेरिरहेको दर्शकले उहाँले चाहिँ हजुरबाट मह किन्न चाहनुहुन्छ भने चाहिँ हजुरलाई चाहिँ कसरी कन्ट्याक्ट गर्ने? हजुर, म चाहिँ रत्ननगर नगरपालिका 6 अवस्थित मेरो चाहिँ बसोबास हो। यहाँहरूलाई चाहिँ यदि हिमाली मह चाहिन्छ र सेवन गर्नुहुन्छ भने मेरो फोन नम्बर चाहिँ 98 41 81 64 00 हो। यहाँहरूले चाहिँ यो नम्बरमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ।